गाइज एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। धेरै आज मेरो भिजिट डेट हो, गाडीको लाइसेन्स लिनु आएको मैले चाहिँ। सो लेट्स गो। अब चाहिँ म घरबाट निस्केँ, सिया। बाहिर जाँदाखेरि चाहिँ अहिले चाहिँ घाम धेरै छ, त्यो भएर छाता चाहिँ लिनुपर्ने हुन्छ। अनि एउटा प्रब्लम भयो, म जब यो कपाल र दाढी काट्नुपर्ने छ, मसँग क्यास छैन क्या। अन्त अब गाडीमा जानको लागि चाहिँ क्यास त चाहियो। अनि 500 निकाल्यो भने सक्ने बानी छ गाइज होइन। पैसा चाहिँ साटिसक्यो, एटिएमबाट पैसा निकाल्ने, अनि त्यसपछि सिधै जाने एकान्त कुना। अनि एकान्त कुनामा त्यही हो जे गर्नुपर्ने हो। अब के हुन्छ गर्नु पर्यो। गाइज हामी चाहिँ पुगिसकेको छौँ होइन। एज यु क्यान सी गाइज, त्यहाँदेखि यहाँसम्म लाइन रहेछ बिहान। इट अलवेज ह्यापन्स विथ मी भन्ने कुरा हो कि है। अब सबै कुरा लेखा। अब त्यो मेन डकुमेन्टमा त तल के भने लाइसेन्सको फोटोकपी, सरी त्यो फर्म भरेको, अनि नागरिकता फोटोकपी नागरिकता मात्रै भने होइन। अनि मैले यहाँ आएँ होइन, यहाँ आउँदा चाहिँ म पुगेँ त्यहाँसम्म लाइन बसेर यत्रो बेर। अनि लास्टमा त बाइकको लाइसेन्स नि चाहिन्छ भन्छ। अनि बाइकको लाइसेन्स त नागरिक एपमा छ, एपमा देखाएको है, हुँदैन ओरिजिनल चाहिन्छ अरे। भयो ल, एपमा र ओरिजिनलमा के फरक छ भने? एपमा त्यो झुटो हाल्नु मिल्दैन भने कस्तो साइको रहेछ। अब फेरि म कलङ्की जानु एकान्त कुनाबाट जानै पऱ्यो त, के हो नि त? जहिले मसँग मात्रै यस्तो किन हुने के भन्दा चाहिँ मलाई के खुसी लाग्यो भन्दा, मैले फोटो खिचिरहेको थिएँ। एउटा कुरा चाहिँ मलाई के खुसी लाग्यो भन्दा, त्यहाँको पुलिस अङ्कलले चाहिँ तिमी लाइन बस्नु पर्दैन, घर घर आइहाल, 3 बजीभित्र आऊ भन्नुभयो। त्यही भएर म आज आउँछु, बसाएँ म जान्छु। गाइज म चाहिँ घर आएँ होइन। अनि अब डिजिटल्ली भइसक्यो सबै कुरा होइन। फर्म नै डिजिटल भरेपछि त लाइसेन्स पनि ओरिजिनलै देखाएँ, नागरिकबाट देखाएँ हुनुपर्ने नि, तर होइन, उनीहरूलाई त्यो फिजिकली चाहियो। त्यही भएर त्यो डकुमेन्ट लगेर दिन्छु। जुत्ता त सेक्सी लाग्छ मैले। टाढा मन्दिर छ, अनि म यहाँ मन्दिरमा ढोगेर यसमा जान्छु। फाइनली गाइज आई हेभ रिच्ड। एज यु क्यान सी पछाडि मेरो ड्राइभिङ सेन्टर छ। अनि अब इट्स अप टु मी, अब वेदर आई क्यान डु इट अर नट, तर म सक्छु। आई नो आई क्यान डु इट गाइज। यस, लेट्स गो गाइज, लेट्स गेट लाइसेन्स है। त मैले बाइकको लाइसेन्स नि एक लटमै निकालेको हो। एउटा कुरा चाहिँ मैले माइन्डमा राख्छु, क्लच जे गरेँ नि क्लच चाहिँ छोड्दिनँ। अनि अर्को कुरा भन्दाखेरि आज आकाश एकदमै क्लियर छ। आई रियली वान्ट टु गेट त्यो लाइसेन्स गाइज। अब हेरौँ त चाहिँ के हुन्छ। म भित्र गएर हजुरलाई देखाउनु छु। यु क्यान सी गाइज है, अब गाडीहरू चाहिँ राम्रो छ। अब 10 बजीबाट सुरु हुन्छ होइन। लेट्स सी। मैले चाहिँ अब आफूलाई चाहिँ फुल कन्फिडेन्स आइरहेको छ गर्न सक्छु भनेर, तर अब हेरौँ के हुन्छ है त। गाइज आइम लिटल बिट नर्भस होइन, तर के छैन, अब डु इट। मलाई मेन डर भनेको उकाल्नु मात्रै हो। ट्रायल चाहिँ हाम्रो 11 बजीदेखि सुरु रे। म यहाँ 9 बजी आएर बसेको। घर चाहिँ गएर फेरि आउनु पनि हिसाब हुन्छ। सो आई गेस आई विल बी वेटिङ देन। ल सी यु गाइज। होप हाम्रो लाइसेन्स आउनेछ। थिङ्क पोजिटिभ यो सुरु। भिडियोमा अनि के भन्दाखेरि चाहिँ म चाहिँ फाइनली पास भइयो गाइज। गट माई लाइसेन्स अन गाइज। मैले लाइसेन्स पाइसकेँ, हेर्न सक्नुहुन्छ। यस यु क्यान सी यता राखेको छु। अनि थ्याङ्क यू सो मच फर वाचिङ दिस भ्लग। अब यो भ्लग चाहिँ एन्ड भयो, धेरै दुःख पाइयो, पैसा धेरै खर्च भयो, द्याट्स इट। अब चाहिँ अब गाडी चलाउने, गाडीको ल्या म त अर्को बाटो आइसक्यो अब।